नमस्कार। कार्यक्रम युथ डटकममा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म हुँ समीक्षा पुरी। कार्यक्रम युथ डटकम यहाँहरूले प्रत्येक हप्ताको शुक्रबार मध्याह 12 बजेको कालिका हाइलाइट सुने लगतै हामीलाई रेडियोमा सुन्न सक्नुहुन्छ भने यही समयमा हामीलाई टिभीमा पनि हेर्न सक्नुहुन्छ। एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसले प्रायोजन गरेको कार्यक्रम युथ डटकम सँगसँगै हामी तपाईहरूको माझमा करिब करिब 1 बजीसम्म रहने गर्दछौँ। कार्यक्रम यहाँहरूले इन्टरनेट अनलाइनको www.kalikafm.com.np लगइन गरेर पनि संसारभर हामीलाई एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम युथ डटकममा हामी विशेष गरी युवा साथीहरूसँग रहेर कुराकानी गर्ने गर्दछौँ र आजको श्रृङ्खलामा मैले बेटर चितवनका संयोजक सागर कार्कीलाई मैले कार्यक्रममा आमन्त्रित गरेको छु। आज हामी विशेष गरी उहाँसँग रहेर कुराकानी गर्नेछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। आराम हुनुहुन्छ? एकदमै। अनि दिनचर्याहरू के कसरी बितिरहेको छ यहाँको? हाललाई चाहिँ भने हामीले चितवनमा पहिलो बाल पत्रिका जुनगिरीको प्रकाशनको लागि एउटा च्यारिटी इभेन्ट गर्दैछौँ र त्यसैको तयारीमा नै मेरो दिनहरू बित्ने गरिरहेको छ। खासमा यो बेटर चितवन नामक संस्था कस्तो खालको संस्था हो? कहिले स्थापना भयो? चितवनमा के गर्नुभयो हालसम्म बताइदिनुहोस् न। बेटर चितवन भनेको चितवनमा मात्र आधारित रहेर विशुद्ध सामाजिक क्रियाकलाप गर्ने र युथहरूमा लिडरसिप प्र्याक्टिसहरू गर्ने हिसाबले हामीले करिब 2 वर्ष अगाडि सुरु गरेको एउटा सानो सामाजिक अभियान हो र समाप्त लगभग 3 वर्ष अगाडि हामीले धादिङमा पनि बेटर धादिङ भनेर यो अभियान सुरु गरिसकेका थियौँ र यसको सुरुवात भने हामी म बेङ्गलोरमा इन्जिनियरिङ पढ्दै गर्दा फेरि हामीले एउटा सानो मेन्टालिटी तयार गरेर त्यसको एउटा रफ डिजाइन बनाएर सबै युथहरू जो अलिकति सोसियल फिल्डमा एक्टिभ छन् उनीहरूले आफ्नो डिस्ट्रिक्टमा रहेर यस्तै सामाजिक क्रियाकलापहरू गर्ने, त्यहाँको युथहरूलाई सामाजिक क्रियाकलापहरूमा चाहिँ अझै अग्रसर गराउने र सबैजना युथहरू उनीहरूले आफूलाई बेटर बनाइसकेपछि आफ्नो समाजलाई पक्कै पनि बेटर बनाउनेछन् र सबैले आफ्नो समाज बेटर बनाइसकेपछि पक्कै एक दिन नेपाल पनि बेटर हुनेछ भन्ने हाम्रो विचारधारा अगाडि बढेर नै हामीले यो अभियानलाई सुरु गरेको हो र चितवनको हिसाबमा भन्नुपर्दा फेरि करिब 2 वर्ष अगाडि हामीले चितवनमा बेटर चितवन अभियान सुरु गऱ्यौँ र त्यसमा चितवनमा रहेर विभिन्न सङ्घ संस्थामा कार्यरत सक्रिय युथहरूलाई समावेश गरेर एक ठाउँमा ल्याएर हामीले बेटर चितवन अभियान सुरु गरेका हौँ र हालसम्म भन्नुपर्दा फेरि हामीले धेरै गतिविधिहरू त गरिसकेका छौँ तर हाम्रो इयरली क्यालेन्डरमा केही सीमित गतिविधिहरू छन्। जस्तै भाग्य बोक्ने झोला र उपहार न्यानोमाया भनेको बच्चाहरूको लागि छात्रवृत्ति कार्यक्रम हो र त्यसै गरी अहिले हामीले चितवनमा 20 वटा स्कुलहरूमा बेटर स्कुल प्रोग्राम पनि सुरु गरेका छौँ। त्यो बेटर स्कुल प्रोग्राम भनेको चाहिँ बच्चाहरूमा व्यवहारिक परिवर्तन लिएर आउने हिसाबले सुरु गरिएको कार्यक्रम हो र त्यो बाहेक हामीले प्रत्येक नारी दिवसको दिनमा चाहिँ वाओ वुमेन भनेर एउटा इभेन्ट अर्गनाइज गर्छौँ स्पेसली डेडिकेटेड फर वुमेन र त्यो बाहेक इन्भाइरोमेन्ट डेको दिनमा अलिकति भिन्न प्र्याक्टिस जङ गार्ड मेला भनेर पनि हामीले त्यो कार्यक्रम गर्छौँ र त्यो बाहेक चाहिँ हामीले स्मार्ट प्रेजेन्टेसन र बेटर युथ क्याम्प जस्ता विभिन्न कार्यक्रमहरू पनि गर्दै आइरहेका छौँ। अब यो बेटर चितवनमा खुलेसँगै अभियान यसले सुरुवात गरेसँगै चितवन कतिको बेटर हुँदै गएको छ? यो बेटर चितवन अभियान सुरु गर्दा फेरि हाम्रो उद्देश्य यो होइन कि हामीले चितवनलाई नै बेटर बनाउनु पर्छ भन्ने चाहिँ हाम्रो उद्देश्य होइन। हाम्रो उद्देश्य भनेको हामी आफूलाई बेटर बनाउनु पर्छ है, त्यो सोचले चाहिँ हामीले यो बेटर चितवन अभियान सुरु गरेको हो र अहिलेसम्म जति पनि युथहरू बेटर चितवन अभियानमा आबद्ध भइसक्नु भएको छ यो 2 वर्षको समयमा उहाँहरूको जीवनमा पनि धेरै परिवर्तनहरू आइसकेको छ। जस्तै म आफै पनि म पेसाले इन्जिनियर हो र मैले म आफूलाई राइटर भन्न पनि रुचाउँछु किनभने मैले 2टा पुस्तक पनि प्रकाशित गरिसकेको छु र त्यो हुँदै पनि मैले समाजको लागि आफूले गर्नुपर्ने जिम्मेवारीहरू सही तरिकाले वहन गरेको छु जस्तो लाग्छ र यो प्र्याक्टिस यो अभ्यास मलाई बेटर चितवनले नै दिएको एउटा अपर्च्युनिटी हो र हामीले यो अभियानबाट चितवनलाई बेटर बनाउनुभन्दा पहिला यहाँ आबद्ध भएका जति पनि युथहरू छन् र हामीसँग नजिक रहनुभएका युथहरू र सोसाइटीसँग नजिक रहनुभएका अन्य व्यक्तिहरूलाई बेटर बनाएर नै एक दिन चितवनलाई बेटर बनाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ यो अभियान सुरु गरिएको। अब तपाईहरूको रिसेन्टली एउटा इभेन्ट अर्गनाइज गर्दै हुनुहुन्छ तपाईहरूले, यो विशेष गरी च्यारिटी सोको लागि यो कस्तो खालको इभेन्ट हो यसको बारेमा नि बताइदिनुहोस् न। यो च्यारिटी इभेन्ट चाहिँ हामीले धेरै अगाडिदेखि प्लान गरेको प्रोग्राम हो र चितवनमा पहिलो बाल पत्रिका जुनगिरी प्रकाशन गर्न जाँदैछौँ
त्यो जुनकिरीको आवश्यकता हामीले किन देख्यौँ भने बेटर स्कुल कार्यक्रममा हामी विभिन्न विद्यालयहरू जाँदाखेरि र यो भाग्य बोक्ने झोला र उपहार न्यानोमाया स्कलारसिप कार्यक्रम लिएर विभिन्न विद्यालयहरूमा जाँदाखेरि त्यहाँको बच्चाहरूमा कस्तो मानसिकता कस्तो प्र्याक्टिस देख्यौँ भने उनीहरूमा रिडिङ कल्चरै छैन कि होइन। धेरैजना अभिभावकहरूले पनि कस्तो खालको कम्प्लेन दिनुहुन्छ भने मेरो बच्चा धेरै समय मोबाइल चलाउँछ होइन, गलत आइडी अथवा अन्य फेक आइडीहरू बनाएर चाहिँ फेसबुकहरू चलाइरहेको हुन्छ अथवा सिओसी जस्ता गेमहरू खेलेर आफ्नो समय बर्बाद गरिरहेको हुन्छ। त्यो बच्चाहरूलाई कसरी क्रिएटिभ काममा इन्गेज गराउने त उहाँहरूको प्रश्न थियो। र हामीले पनि धेरै लामो अध्ययन गऱ्यौँ किनभने हामीले शिक्षासँग मात्र रहेर प्रोग्राम गर्ने होइन, हाम्रो लिडरसिपसँग रिलेटेड प्रोग्राम छ, कल्चरदेखि लिएर इन्भाइरोमेन्ट र अन्य विभिन्न कम्पोनेन्टहरूमा पनि हामीले प्रोग्रामहरू गरिरहेका छौँ। त्यो हुँदाखेरि सबै चिजलाई एकमुष्ट तरिकाले समावेश गर्ने खालको कार्यक्रम के हुनसक्छ त भन्दाखेरि हामीले म्यागजिनलाई नै भेट्यौँ किनभने त्यसले एउटा त रिडिङ कल्चर त डेभलप गर्छ सँगसँगै बच्चाहरूमा लिडरसिप प्र्याक्टिसहरू पनि डेभलप गर्छ। सो फेरि म्यागजिन भनेको कस्तो रहेछ भने एकदमै च्यालेन्जिङ कुरा। हामीले लगभग 4 महिना 5 महिना चितवनमा रहेर सर्भे पनि गऱ्यौँ र चितवनमै रहेर प्रकाशित हुने बाल पत्रिका हामीले एउटा पनि देखेनौँ र पहिला प्रकाशित हुने मुना कोपिला जस्ता बाल पत्रिकाहरू बिस्तारै हराएर गएको र त्यो कारणले बच्चाहरूले लेख्ने बानी होइन मतलब आफ्नो क्रिएटिभ प्र्याक्टिसहरूलाई बिस्तारै भुल्दै गइरहेको पनि हामीले देख्यौँ। सो अब हामी के गर्दैछौँ भने चितवनमै पहिलो बाल पत्रिका यहीँका बच्चाहरूले चाहिँ आफ्ना रचनाहरू सिर्जनाहरू यहाँ प्रकाशित गर्नेछन्। त्यो बाहेक हामी त्यो बच्चाहरूको एउटा टिम हुनेछ, 40 जनाको टिम, र त्यो 40 जनाको टिमलाई बाल पत्रकारिता र बाल साहित्यको निःशुल्क तालिम पनि हामी उपलब्ध गराउँछौँ र उनीहरूकै नेतृत्वमा यो म्यागजिन प्रकाशित हुने हो। तर यो म्यागजिनलाई आर्थिक रूपमा सबल पनि बनाउनु पर्यो नि त। हामी एकदमै युथहरू बच्चा मतलब विद्यार्थीहरू मिलेर सुरु गरिएको अभियान हो र हामीसँग फाइनेन्सियल सोर्सेसहरू एकदमै कम हुन्छ। त्यो हुँदाखेरि हामीले अब कसरी फाइनेन्स सोर्सेसहरू जुटाउने त भन्दाखेरि च्यारिटी इभेन्ट कुड बी ए बेस्ट इक्जाम्पल अथवा यसले चाहिँ हामीलाई धेरै सहयोग गर्न सक्छ भन्ने सोचेर नै हामीले जुनकिरी म्युजिक फर च्यारिटी भनेर एउटा म्युजिकल फेस्ट अर्गनाइज गर्दैछौँ। हजुर, अब यो त रह्यो रिसेन्टली तपाईँहरू गर्नुभएको यो सामाजिक कार्य, यहाँहरू इन्भल्भ हुनुहुन्छ यसमा। अब आगामी दिनमा के योजना बनाउनु भएको छ? हामीले अहिलेसम्म जे जति प्रोग्रामहरू गऱ्यौँ एकदमै भोलिन्टियरिङली मात्र प्रोग्रामहरू गऱ्यौँ। हामीसँग अराउन्ड 70-80 जना युथ एक्टिभिस्टहरू सक्रिय रूपमा यस अभियानमा पनि लागिरहनु भएको छ। 30 जनाको हाम्रो वर्किङ कमिटी नै छ र उनीहरूले अहिले जति पनि प्रोग्रामहरूमा भोलिन्टियरिङ गरे सबै निःशुल्क गरे होइन। हामी 20 वटा स्कुलमा लगभग महिनाको एकपटक हामी भिजिट गरिरहेका हुन्थ्यौँ। अन्य कार्यक्रमहरू पनि हामी गरिरहेका हुन्थ्यौँ। रिसेन्टली हामीले इलेक्सन क्याम्पेन पनि रन गऱ्यौँ र यी सबै कार्यक्रमहरूमा जति पनि भोलिन्टियरहरूले आफ्नो समय दिनुभयो, आफ्नो मेहनत दिनुभयो, उहाँहरूले निःशुल्क दिनुभयो। तर सधैँ निःशुल्क भोलिन्टियरिङ गरेर अभियान त चल्दैन नि। अनि एटलिस्ट मेरो सोच भनेको चाहिँ यस अभियानमा लागेका युथहरूलाई आफ्नो पकेट मनी खर्च गरेर कुनै पनि कार्यक्रममा जान चाहिँ नपरोस्। किनभने म आफै प्रोफेसनली इन्जिनियर पनि हो र मैले शिक्षण पेसा पनि गरेँ। त्यो हुँदाखेरि मलाई चाहिँ के फिल भयो भने मसँग पो स्यालेरी आइराखेको हुन्थ्यो र होइन। अहिले त के छ भने खोल्टीमा तपाईँको पर्स हुन्छ, पर्समा पैसा भएन भने गर्लफ्रेन्डलाई डेटिङ पनि लान सकिँदैन कि, त्यस्तो अवस्था छ होइन। सधैँभरि बुवा मम्मीको मात्र पैसा मागेर हामीले यस्तो कार्यक्रमहरू गर्न त सकिँदैन नि त। सो हामीले चितवनमा पहिलोपटक यो जुनकिरी म्यागजिन र मालिदाई भन्ने एउटा छुट्टै एन्टरप्रेन्योरसिप प्र्याक्टिस सुरु गर्दैछौँ। त्यहाँबाट चितवनमा रहनुभएका हाम्रा भोलिन्टियरहरूलाई हामीले एटलिस्ट स्यालेरी दिन सक्ने, उहाँहरूको पकेट मनी बेयर गर्न सक्ने खालको एउटा एन्टरप्रेन्योरसिप प्र्याक्टिस चाहिँ सुरु गर्दैछौँ। सम्भवतः यसले अभियानलाई पनि निरन्तर रूपमा अगाडि बढाइराख्छ, सँगसँगै चितवनमै रहेका युवाहरूलाई स्वरोजगार हुने अवसर पनि प्रदान गर्छ। अब यसरी धेरैजना युवा साथीहरू एक ठाउँ मिलेर अभियान सञ्चालन गर्दै गर्दा बाहिरी समाजबाट के कस्तो प्रतिक्रिया पाउनु भएको छ यहाँहरूले? एकदमै रमाइलो छ किनभने कतिजनाले त धेरै राम्रो पनि भन्नुहुन्छ होइन, तर कतिजनाले हामीलाई मूर्ख पागल पनि भन्नुहुन्छ कि। तर मलाई चाहिँ के लाग्छ भने एटलिस्ट उहाँहरूले रिकगनाइज गर्नु भएको छ होइन। पागल हो, सही पागलै छौँ होइन, किनभने बिना केही लिइकन हामीले यति धेरै कामहरू गरिरहेका छौँ। अभियसली स्वार्थ बिना यति धेरै काम गर्नु भनेको हाम्रो पागलपन नै हो कि। तर लाइफमा यदि केही एचिभ गर्नु छ भने मान्छे कि त पागल हुनुपर्छ होइन, कि त एक्स्ट्रा अर्डिनरी हुनुपर्छ कि। र त्यो हामी दुवै हुन चाहिँ तयार छौँ होइन। र समाजको पर्सपेक्टिभबाट भन्नुपर्दाखेरि धेरैजना मोटिभेटेड पनि हुनुहुन्छ किनभने यसरी अभियानलाई अगाडि बढाइराख्दाखेरि हामीले गरेका गतिविधिहरू देखेर हामी अरू युवाहरूले पनि यस्तै खालको गतिविधिहरू सुरु गरिरहनु भएको छ। जस्तै नवलपरासीमा बेटर नवलपरासी सुरु भइसकेको छ होइन। त्यसै गरेर
नेपालकै अन्य जिल्लाहरूमा पनि बेडर जिल्ला अथवा त्यो आफ्नो जिल्लाको नाम दिएर बेडर क्याम्पेन सुरु गरिसक्नु भएको छ। त्यो सँगसँगै चितवनमै रहेका अन्य फेसबुक ग्रुपहरूदेखि लिएर अन्य सामाजिक संस्थाहरूले पनि हामी जस्तै गतिविधिहरूलाई अझै सक्रिय बनाइरहनु भएको छ होइन। यसले मान्छेहरूलाई मोटिभेट गर्ने ठाउँ त छँदैछ, सँगसँगै हाम्रै प्यारेन्ट्सहरूमा पनि एक किसिमको पोजिटिभ भाइब्सहरू क्रिएट गरिरहेको छ। ल मेरो छोरोले चाहिँ अब केही गर्छ है होइन, किनभने पहिला बोल्नै नसक्ने मान्छे अहिले मजाले स्टेजमा आएर त्यत्रो मान्छेहरूको अगाडि बोल्न सक्ने भएको छ होइन। पहिला कुनै काम राम्रोसँग गर्न नसक्ने मान्छे अहिले एउटा कुनै राम्रो क्याम्पेनलाई चाहिँ मजाले लिड गरिरहेको छ। आई थिङ्क हामीले गरेको कार्यहरूबाट अथवा यस अभियानबाट पक्कै पनि धेरैजना मोटिभेटेड हुनुहुन्छ र अहिलेसम्म हामीलाई एकदमै पोजिटिभ रेस्पोन्स फिडब्याकहरू पनि आइरहेको छ। अब विशेष गरी त अब यङ्स्टरहरू यस्तो सामाजिक कार्यमा कमै मात्रै लागेको हामीले देख्ने गरिएको छ, सुन्ने गरिएको छ। तपाईँको खासमा यो रुचि चाहिँ कहाँबाट जाग्यो? यो मलाई ठ्याक्कै भन्नुपर्दा फेरि मिति चाहिँ थाहा छैन होइन, तर मलाई कहाँसम्म याद छ भने सानोमा 4 कक्षा पढ्दै गर्दाखेरि मेरो माइन्डमा अचानक प्रचण्ड भन्ने भूत चढेको थियो होइन। प्रचण्ड किन भन्ने भन्दाखेरि हि वाज पपुलर एट द्याट टाइम होइन, उहाँ पपुलर हुनुहुन्थ्यो र मलाई पनि पपुलर हुने भूत चढेको थियो। र त्यतिखेर हामी सामान्य खेतबारीमा बाख्रा चराउन जाँदाखेरि मोजाको भकुन्डो बनाएर फुटबलहरू खेल्ने गर्थ्यौँ र त्यतिखेर चाहिँ मलाई के स्वार्थ लाग्यो भने प्रचण्ड बन्नलाई त नेता बन्नु पर्दो रहेछ नि त। अब नेता बन्नलाई कि अध्यक्ष हुनु पऱ्यो अथवा केही चिजलाई त लिड गर्नु पऱ्यो। सो मैले के सोचेँ भने म एउटा बाल क्लब खोल्छु र त्यो बाल क्लबको अध्यक्ष म भन्छु होइन। अनि त्यसरी मैले मेरो भकुन्डो खेल्ने सानो फुजाफुजी अब त्यतिखेरको साथीहरूलाई चाहिँ बटुलेर हामीले एउटा बाल क्लब सुरु गऱ्यौँ र त्यही बाल क्लबमा आबद्ध भएदेखि नै मैले विभिन्न किसिमका सामाजिक क्रियाकलापहरू गर्न थालेको हो। र 4 कक्षा पढ्दाखेरिको कुरा थियो त्यो। हामीले त्यो बाल क्लबलाई लगभग 10 कक्षा पढुन्जेलसम्म एकदमै सक्रिय रूपमा चितवनमै वान अफ दि इक्जाम्पलरी चाइल्ड क्लबको रूपमा पनि चिनिएको थियो त्यो बाल क्लब। र त्यसपछि भने हामीले म आफैले पनि कल्पवृक्ष नामक एउटा संस्था गठन गरेर नै हामी फेरि यसरी सामाजिक क्रियाकलापहरूमा आबद्ध भयौँ र त्यस लगतै म इन्जिनियरिङ पनि पढ्न जानुपर्ने भयो। त्यसमा बिचमा थोरै क्राइसिसहरू आयो होइन र मैले इन्जिनियरिङ पढ्दाखेरि कम्प्लिटली सोसियल एक्टिभिटिजहरूलाई छोडेँ किनभने प्रोफेसनल्ली पनि म अलिकति सस्टेन हुनुपर्ने थियो। र इन्जिनियरिङ सकिसकेपछि म फेरि नेपाल फर्किएँ र नेपालमै आएर मैले जागिर पनि गर्न थालेँ र नेपालमै आइसकेपछि फेरि पनि मैले आफ्नो सामाजिक क्रियाकलापहरूलाई अगाडि बढाउनुपर्छ भनेर बेडर चितवन अभियानलाई चितवनमा सक्रिय रूपमा लिएर गइरहेको छु। अब यो त रह्यो तपाईँ इन्भल्भ हुनुभएको अर्गनाइजेसनसँग रिलेटेड हामीले कुराकानी गऱ्यौँ। अब यो बाहेक थोरै हजुरको पर्सनल लाइफको बारेमा पनि कुराकानी गरौँ। यो बेटर चितवनमा इन्भल्भ हुनुभन्दा पहिला अगाडि के गर्दै हुनुहुन्थ्यो तपाईँ? म बेडर चितवन अभियानमा लाग्नुभन्दा अगाडि म विभिन्न अरू सङ्घ संस्थाहरूमा पनि आबद्ध थिएँ र चितवनमा म एज अ रोभर स्काउटमा पनि संलग्न थिएँ र रेडक्रसको रेडक्रस एक्सन टिम आरक्याट भन्ने टिमको उपनेता पनि थिएँ। र त्यो बाहेक चाहिँ म कल्पवृक्ष जुन मेरो आफ्नै संस्था पनि हो र त्यो संस्थाको संस्थापक अध्यक्षको रूपमा पनि कार्यरत थिएँ र मैले +2 चाहिँ अर्को साइन्स कलेजबाट गरेँ र +2 गर्दै गर्दाखेरि म विभिन्न अन्य गतिविधिहरूमा पनि आबद्ध थिएँ र विशेष त साहित्यमा पनि रुचि भएको हुनाले मैले 9 क्लासमा चाहिँ एउटा कविता सङ्ग्रह प्रकाशित गरेको थिएँ र त्यही कविता सङ्ग्रहको कारणले गर्दाखेरि पनि मलाई 2005 सालको बाल प्रतिभा पुरस्कार चाहिँ प्राप्त भएको थियो। र त्यो बाहेक भनेको चाहिँ यस्तै हो, म सामाजिक क्रियाकलापहरूमा चाहिँ नियमित रूपमा नजिक रहिरहेँ र त्यति नै हो। तपाईँले भनिहाल्नुभयो साहित्यमा पनि इन्ट्रेस्ट छ, सँगसँगै तपाईँले आफ्नो किताबहरू पनि प्रकाशन गर्नुभएको थियो। थोरै केही सुनाउन मिल्छ? मलाई अब म लेख्न चाहिँ लेख्छु होइन। मैले रिसेन्टली एउटा नोभेल पनि प्रकाशित गरेको छु, दोज लिटिल सेक्रेट्स भन्ने। र मलाई फेरि कस्तो छ भने धेरै चिजहरू याद भइराख्दैन, त्यो पनि म एउटा सुनाउँछु। यो चाहिँ मैले फर्स्ट टाइम लेखेको एउटा कविता थियो। म त्यो कविताको पहिलो हरफ सुनाउँछु। मलाई नसोधा ती पीडाका अनुभूतिहरू, मलाई नसोधा ती पीडाका अनुभूतिहरू, अभाव र असफलताको मन कस्तो हुन्छ भनेर। मैले त त्यो अव्यक्त सोच सुनेको मात्र हुँ, नजिकबाट अलिकति छोएको मात्र हुँ। त्यसैले भो नसोधा मलाई दुख्नु गए थाहा त कस्तो हुन्छ भनेर, दुख्नु गए थाहा त कस्तो हुन्छ भनेर। थ्याङ्क यू। थ्याङ्क यू। मिठो रचना पनि सुनाइदिनु भयो यसको लागि। अब हाम्रो सागरजीले पोलिटिक्सलाई के कसरी बुझ्नु भएको छ? पोलिटिक्सबाट म एकदमै नजिकै चाहिँ संलग्न छैन, तर मैले राम्रो अध्ययन पनि गरेको छु किनभने मेरो रुचि भनेको पनि पोलिटिक्समै छ र मलाई लाग्छ सबै युवाहरू
पोलिटिक्समा उहाँहरूको इन्ट्रेस्ट हुनुपर्छ, किनभने हामी युवाहरूले नै राष्ट्र बनाउने हो होइन। अहिले जुन किसिमको प्र्याक्टिस नेपालमा छ एकदमै इलिजिकल छ होइन। कति कुराहरू त जोक्समा मात्र सीमित हुन्छ होइन। सो हामी जस्तो युथहरू चाहिँ पोलिटिक्समा आबद्ध भयो भने, पोलिटिक्स भनेको अलिकति सबै किसिमको पोलिटिक्स होइन, अनि राष्ट्रलाई बनाउने जिम्मेवारी हाम्रो हो। हामी पक्कै पनि त्यसमा रुचि चाहिँ राख्नुपर्छ। ओके, अब अहिले छ नि सागरजी, यो युवाहरू विशेष गरी आफ्टर +2 आफ्टर ब्याचलर विदेश जाने चलन छ पढ्नको लागि, काम गर्नको लागि। यो ट्रेन्डलाई चाहिँ तपाईँले के कसरी लिनुभएको छ? यस्तो हामी युथहरू चाहिँ जहिले पनि अवसरको खोजीमा हुन्छौँ होइन, र सबैजना युवाहरूको क्षमता उत्तिकै हुन्छ भन्ने छैन। कतिजनाले के गर्छ भने लाइक हामी 4हरूबाट पनि मोहर निकाल्न सकिरहेको हुन्छौँ, तर त्यो 4बाट मोहर निकाल्ने आइडिया हामीसँग नहुन पनि सक्छ, र सबैजनासँग त्यो छुट छ होइन। उहाँहरूलाई आफ्नो भविष्य चुज गर्न सक्ने छुट छ। सो दे हेभ राइट टु गो टु फरेन फर इम्प्लोइमेन्ट। तर म के भन्छु भने हामी यदि नेपाललाई राम्रो बनाउन चाहन्छौँ, आफ्नै देशलाई राम्रो बनाउन चाहन्छौँ भने सिपका कुराहरू बरु विदेशमा गएर सिकेर आउने, तर प्रयोग भने देशमै गर्ने होइन। ज्ञानका कुराहरू विदेशमा सिकेर आउने, बरु पसिना चाहिँ देशमै बगाउने। किनभने हामीसँग धेरै उदाहरणहरू पनि छन् होइन। चितवनमै रहेर विभिन्न युवाहरू हुनुहुन्छ जसले चाहिँ क्याफेहरू अनि फ्लोरिकल्चरको थ्रु अथवा अन्य कुनै माध्यमको थ्रु नेपालमै पनि एकदमै राम्रो बिजनेस गरिरहनु भएको छ, राम्रो कमाइ पनि गरिरहनु भएको छ। र अर्को कुरा भनेको लाइक सबैजनाले गर्न सक्छ भन्ने चाहिँ होइन, तर सबैभन्दा पहिला आफूले आफूलाई त्यो लेभलको क्यापेबल चाहिँ बनाउन आवश्यक छ। किनभने म आफै पनि इन्जिनियर हो होइन। मलाई सुरुमा के लाग्थ्यो भने म इन्डियामा इन्जिनियरिङ गरेर आइसकेपछि नेपालमा मैले जागिर पाउँदिनँ, किनभने धेरैजना साथीहरूले त्यही भनिरहनु भएको हुन्थ्यो। तर मैले इन्डियाबाट नेपाल फर्किने बित्तिकै फर्स्ट टाइम एराउन्ड त्यस्तै 2 मन्थमै मैले जब पाएँ। मैले कालिका कन्स्ट्रक्सनमा एज अ साइट इन्जिनियरको रूपमा जब पनि गर्ने अवसर पाएँ, र त्यो लगतै भूकम्प गएपछि मैले धादिङमा एज अ प्रोजेक्ट कोअर्डिनेटरकै रूपमा जब पाएँ, र म त्यहाँ शिक्षण पेसामा पनि आबद्ध थिएँ, र हामी आफैले पनि एउटा सानो कन्सल्टेन्सीको रूपमा पनि एउटा सानो अफिस खोलेर बसेका थियौँ, र त्यो हिसाबले मेरो स्यालेरी पनि राम्रै हुन्थ्यो। त्यो स्यालेरीले मलाई विदेश धकेल्ने मजबुर चाहिँ कहिले पनि बनाएन। भनेको लाइक यदि तपाईँ एबल हुनुहुन्छ, तपाईँमा त्यो एबिलिटी छ अथवा तपाईँले गर्न सक्नुहुन्छ भने नेपालमै हुनसक्ने धेरै चिजहरू छ होइन, र हामीले जस्ट त्यसलाई रिकगनाइज मात्र गर्नु पर्यो। र म गभर्मेन्टलाई के रिक्वेस्ट गर्न चाहन्छु भने धेरै जसो युवाहरू विदेश पलायन हुनुको कारण भनेको पनि सरकार नै हो कि, किनभने सरकारले त्यो युवाहरूलाई नेपालमै बस्न मिल्ने खालको वातावरण क्रिएट गर्न सकेको छैन होइन। हामी मजबुर छौँ कि विदेश जानलाई, रहर होइन नि त होइन। आफ्नो आमा बुवाबाट टाढा गएर पछि विदेशबाट फोन गरेर आफ्नो बुवा मम्मीको हालखबर सोद्धाखेरि सबैलाई नरमाइलो लाग्छ कि होइन, र चाडपर्वमा घर आउन नपाउँदाखेरि अभियसली उहाँहरूलाई रमाइलो लाग्छ। यो मजबुरीले उहाँहरू विदेश जानुभएको। सो नेपालभित्रै बसेर हामीले केही गर्न सक्ने खालको वातावरण सरकारले क्रिएट गरिदिनु पर्यो। त्यसको लागि बरु युवाहरूको तर्फबाट होइन के कस्तो गर्नुपर्छ होइन। नेपालमै पनि त्यस्ता धेरै एन्टरप्रेनरसिप सुरु गरिसक्नुभएका युथहरू हुनुहुन्छ, उहाँहरूको सहयोग लिन सकिन्छ बरु होइन। अनि त्यो पोलिसी मेकिङ प्लेसमा बसिरहनु भएका जति पनि नेताहरू हुनुहुन्छ अथवा त्यहाँका कर्मचारी हुनुहुन्छ, उहाँहरूले बरु युवाहरूको आवश्यकता के छ भन्ने कुरा युवाहरू समक्ष गएरै बुझिदिनु होला। त्यो भयो भने रियल समस्या कहाँनिर छ, त्यसलाई कसरी समाधान गर्नुपर्छ भन्ने कुरा आफै अटोमेटिकली निक्लिन्छ क्या। सो हामीसँग कति युथहरू हुनुहुन्छ क्रिएटिभ हुनुहुन्छ होइन, दे हेभ पोसिबिलिटी होइन। उहाँहरूसँग सरसल्लाह गरेर यदि नेपालभित्रै केही सुरु गर्ने हो भने, नेपालमै केही इन्भेस्टमेन्ट गर्ने हो भने पक्कै पनि एक दिन यस्तो आउँछ कि विदेशका युवाहरू चाहिँ नेपालमा रोजगारीको लागि आउनुहुनेछ कि, र त्यो दिन टाढा छैन भन्न पनि सकिँदैन। किनभने अहिले बिस्तारै रिसेन्टली धेरै यङ लिडरहरू चाहिँ होइन पोलिटिक्समा लिँदै हुनुहुन्छ, र त्यो हुँदाखेरि धेरै अरू युथहरूलाई पनि मोटिभेट गरिरहेको छ। सो आई थिङ्क वी हेभ ए भेरी गुड फ्युचर। र म अरू युथहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु भने विदेशमा पैसा फल्ने होइन कि, मेहनत गऱ्यो भने यहाँ पनि सम्भव छ। किनभने पानीपुरी बेचेर एकजना मान्छेले महिनामा 30-40 हजार कमाइरहेको हुन्छ, विदेशमा गएर 12 घन्टा 18 घन्टा काम गरेर पनि हामीले त्यति कमाइराख्न सकेका हुँदैनौँ। सो मेहनत गरौँ, यहाँ पनि धेरै अवसर छ, बस हामीले त्यो अवसरलाई चिन्न जरुरी छ। सरकारले पनि त्यसमा ध्यान दिनुपर्ने हुन्छ। अब सागरजी, हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा यतिन्जेलसम्म कालिका FM 95.2 सुनेर बस्नुहुने तमाम श्रोता महानुभावहरू, त्यसै गरी टिभी हेरेर बस्नुहुने तमाम दर्शक महानुभावहरूलाई के भन्न चाहनुहुन्छ, विशेष गरी यङस्टरहरूलाई?
अहिले त हामी विशेष त जुनकिरी म्युजिक फर च्यारिटीको लागि धेरै लागिरहेका छौँ। आफ्नो वेट पनि घटाइरहेको छु मैले, आफ्नो समय पनि त्यसैमा दिइरहेको छु। सो आई लाइक टु रिक्वेस्ट एभ्री वान टु जोइन अस। र एकदमै रमाइलो हुन्छ किनभने तपाईँ मुभी हेर्न जाँदाखेरि अराउन्ड 250-300 तिरेर मुभीहरू हेरिरहनु भएको हुन्छ। तर हामीले 3 घन्टाको यो लाइभ म्युजिकल पर्फर्मेन्स दिँदैछौँ। त्यसबाट तपाईँहरूको 300 रुपियाँलाई पे ब्याक हामी पक्कै गर्छौँ किनभने एकदमै इन्टरटेनिङ हुन्छ। भाइहरूले एकदमै मेहनत पनि गरिरहनु भएको छ। सो तपाईँको मनी चाहिँ वेस्ट हुँदैन। तर तपाईँले इन्भेस्ट गर्नुभएको यो पैसाले पक्कै पछि गएर चितवनमै रहनुभएका धेरै बालबालिकाहरूको भविष्यलाई चाहिँ अझै सुदृढ अथवा अझै स्ट्रङ बनाउन चाहिँ सक्छ। सो आई लाइक टु रिक्वेस्ट एभ्री वान टु जोइन अस। र सँगसँगै सबै युवाहरूलाई पनि सामाजिक क्रियाकलापहरूमा चाहिँ सक्रिय रूपमा लागिदिनु होला किनभने हामी धेरै जस्तो भर्चुअल वर्ल्डमा चाहिँ एकदमै बिजी भइरहेका हुन्छौँ। सो रियल वर्ल्डमा आउनु होला किनभने मोबाइल चलाएर फेसबुक चलाएर सेलिब्रेटी बन्नु र मेहनत गरेर होइन अरूको वाहवाही या शाबासी पाउनु धेरै कठिन कुरा हो, धेरै फरक कुरा हो। सो सबैजना आफ्नो घरको चारदिवारभन्दा बाहिर निस्किनु होला र समाजको लागि केही समय योगदान गर्नु होला। देशको भविष्य तपाईँहरूमै निर्भर छ। धन्यवाद। हस्, यतिको व्यस्तताको बावजुद पनि यहाँसम्म आइदिनु भयो, आफ्नो महत्त्वपूर्ण कुराकानीहरू राखिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद। सँगसँगै यो यहाँको इभेन्ट सक्सेसफुल रहोस्, हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। थ्याङ्क यू सो मच। हजुरलाई पनि धन्यवाद र कालिका टिभी र कालिका एफएमलाई पनि यो अवसर प्रदान गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुर, कार्यक्रम युथ डटकममा आज हामीले सागर कार्कीसँग रहेर कुराकानी गर्यौं। अबको क्रममा भने हामी कार्यक्रमबाट बिदा माग्नुपर्ने हुन्छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धन्यवाद। त्यसै गरी टिभी हेरेर साथ दिनुभयो यहाँहरू सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि धन्यवाद। क्यामेराबाट साथ दिनुहुने साथी सविता अनि शम्भुलाई पनि धन्यवाद भन्दै कार्यक्रम युथ डटकमको आजको यो श्रृङ्खलाबाट म समीक्षा पुरीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।